यो चित्रमा देखाएको कुन वस्तु हो त भन्दा लोकल बासमती चामल। र यो चामल कहाँ बेच्न राखिएको छ त भन्दाखेरि कपनमा रहेको जुनेली किराना पसलमा। जुनेलीले यो सालको लागि भनेर 1000 बोरा बासमती चामल सङ्कलन गरेर राखेकी छन् र उनले अहिले नै रु 2500 देखि 2600 मूल्य आएको खण्डमा 400 बोरा बासमती चामल बेच्न चाहन्छन्। अब भन्नुस् यहाँ बासमती चामलको कपनमा रहेको जुनेली किराना पसलमा सप्लाई कति छ? 1000 बोरा हो कि 600 बोरा हो कि 1500 बोरा हो कि 400 बोरा? अब हामी 1000 बोरा सप्लाई हो कि होइन सोचौँ। 1000 बोरा चामल बेच्न सक्ने जुनेलीसँग के छ त? क्षमता छ। तर ऊ अहिले सबै 1000 बोरा नै चामल बेच्न चाहदिन र भविष्यमा धेरै नाफा कमाउनको लागि ऊ राख्न चाहन्छे। भनेपछि उसको पसलबाट 1000 बोरा नै बासमती चामल ग्राहकले नपाउने भए, अब ग्राहकले नपाउने भएपछि त्यसलाई हामीले 1000 बोरा सप्लाई हो भनेर भन्न सकिनौँ। अब 600 बोरा सप्लाई हो त सोचौँ। उसँग 1000 बोरा चामल भएका कारण उसले 600 बोरा दिन सक्ने क्षमता त राख्दछे। तर 600 बोरा अहिले बेच्न ऊ चाहदिन। 400 बोरा मात्र ऊ अहिले बेच्न चाहन्छे र 600 बोरा भविष्यमा नाफा कमाउनको लागि राख्न चाहन्छे भनेपछि उसको पसलबाट 600 बोरा नै बासमती चामल ग्राहकले नपाउने भए र अहिले त्यही भएर 600 बोरालाई पनि हामीले सप्लाई हो भन्न सक्दैनौँ। त्यस्तै गरी 1500 बोरा सप्लाई हो त होइन, किनभने उसको पसलमा जम्मा 1000 बोरा मात्र चामलको क्षमता छ र त्यसमा पनि ऊ अहिले 1000 बोरा नै चामल बेच्ने पक्षमा छैन। भनेपछि ग्राहकले उसको पसलबाट 1500 बोरा बासमती चामल पाउन सक्दैन। त्यही भएर 1500 बोरा नि सप्लाई होइन रहेछ। अब 400 बोरा सप्लाई हो त हेरौँ। उसको पसलमा 1000 बोरा चामल छ जसमा अहिले ऊ रु 2500 देखि 2600 भित्रको मूल्यमा 400 बोरा बासमती चामल बेच्न चाहन्छे र 600 बोरा राखिराख्ने उसको चाहना छ। भनेपछि ग्राहकले चाहेमा कपनमा रहेको जुनेलीको पसलबाट अहिले चामल 400 बोरा रु 2500 देखि 2600 को प्रति बोराको दरमा किन्न सक्छन्। भनेपछि सप्लाई कति बोरा रहेछ त भन्दाखेरि 400 बोरा। भनेपछि सप्लाई 400 बोराको रहेछ। अब यही कुरालाई हामीले लिस्टमा देखाउँ। सङ्कलित चामल जुनेली किराना पसलमा कति छ त भन्दाखेरि 1000 बोरा। यसलाई लिस्टमा राखिदेऊ। त्यस्तै गरी अहिले बेच्न चाहेको चामल कति छ त भन्दाखेरि 400 बोरा। यसलाई पनि लिस्टमा राखिदेऊ। र अहिले 400 बोरा कति मूल्य पाए बेच्ने हो त भन्दाखेरि रु 2500 देखि 2600 सम्म। भनेपछि यो मूल्यलाई पनि लिस्टमा राखिदेऊ। र भविष्यका लागि जगेडा राख्न चाहेको कति बोरा चामल छ त भन्दाखेरि 600 बोरा। यसलाई पनि लिस्टमा राखिदेऊ। र सो पसलले 1500 बोरा बेच्न चाहेमा त के हुन्छ त भन्दा चाहे पनि बेच्न सक्दैन, किन त चामलको क्षमता नै 1000 बोरा छ। यसलाई पनि लिस्टमा राखिदेऊ। र यो पसल कहाँ छ त भन्दा कपनमा छ। यसलाई पनि लिस्टमा राखिदेऊ। र यो चामल बेच्ने सेलर अर्थात् विक्रेताको हो त भन्दाखेरि जुनेली किराना पसल। त्यसलाई पनि हामीले अलरेडी लिस्टमा राखेकै छौँ। अब यो लिस्ट अनुसार सप्लाई कति भएको देखिन्छ त भन्दाखेरि 400 बोरा बासमती चामलको भएको देखिन्छ र सप्लाई हुनका लागि सामान उपलब्ध गराउन सक्ने क्षमता, सामान बेच्ने चाहना, विविध मूल्य, विक्रेता, निश्चित समय र निश्चित बजार हुनुपर्ने देखियो। र यही कुराहरूलाई हामीले लिस्टमा एकाडेमिक भाषामा लेख्यौँ भने यसलाई अझ बुझ्न सजिलो हुन्छ। जति चामल छ त्यति के गर्न सकिन्छ त भन्दा उपलब्ध गराउन सकिन्छ, जसलाई अब हामीले के लेख्न सकियो त भन्दा एबिलिटी टु सेल भनेर लेख्न सकियो। तर उसले बेच्न चाहेको कति छ त अहिले बजारमा भन्दा 400 बोरा। यो के हो त भन्दाखेरि
अब यो के हो त भन्दा डिजायर क्वान्टिटी टु सेल, यो पनि लेखौँ। त्यस्तै गरी अहिले प्रति बोरा कति मूल्यमा उपलब्ध गराउँछ त भन्दाखेरि रु 2500 देखि 2600 सम्म भन्छ। यो रु 2500 देखि 2600 सम्म के हो त भन्दा भेरियस प्राइसेस हो, यसलाई पनि लेखिदिउँ। त्यस्तै गरी उसले बेच्न 600 बोरा चाहँदैन भनेपछि अहिले चाहना नहुँदा के हुने रहेछ त भन्दा सप्लाई नहुने रहेछ भनेपछि सप्लाई हुन विलिङ टु सेल चाहिने रहेछ, यसलाई पनि लेखिदिउँ। त्यस्तै गरी 3500 बोरा बेच्न चाह्यो भने त्यो के हो त भन्दाखेरि विलिङ टु सेल हो, भन मतलब बेच्ने चाहना हो, तर पनि त्यो सप्लाई हुँदैन। किन त उसँग 1000 बोराको मात्र क्षमता छ। त्यस्तै गरी उसँग 600 बोरा बेच्ने क्षमता छ तर उसले त्यो पनि बेच्न चाहँदैन भनेपछि यो 600 बोरा पनि के होइन त सप्लाई होइन, यो पनि लेखौँ। तर उसले 400 बोरा बेच्ने चाहना राख्यो भने उसँग 1000 बोरा चामल उपलब्ध छ भनेपछि उसँग विलिङ टु सेल पनि छ र एबिलिटी टु सेल पनि छ। भन्नुको मतलब बेच्ने चाहना पनि छ र क्षमता पनि छ भनेपछि यो के हो त सप्लाई हो र यसलाई पनि लेखौँ। र उसले कुन बजारमा बेच्छ त भन्दाखेरि कपनमा बेच्दछ। कपन के भनेपछि कपन के रहेछ त सर्टेन मार्केट। त्यस्तै गरी सेलर को हो त भन्दाखेरि जुनेली किराना पसल हो भनेपछि यो सेलर पनि हामीले लेखिदिउँ। भनेपछि यो सब कुराबाट के थाहा हुन्छ त भन्दाखेरि सप्लाईको लागि के चाहिने रहेछ त एबिलिटी टु सेल अर्थात् बिक्री गर्न सक्ने क्षमता चाहिने रहेछ। क्वान्टिटी टु सेल भनेको मतलब बिक्री गर्न तयार गरिएको परिमाण पनि चाहिने रहेछ। भेरियस प्राइसेस अर्थात् विभिन्न मूल्य नि चाहिने रहेछ। त्यस्तै गरी विलिङ टु सेल बिक्री गर्न इच्छा पनि चाहिने रहेछ। पार्टिकुलर टाइम भन्नुको मतलब निश्चित समय पनि चाहिने रहेछ र सर्टेन मार्केट अर्थात् निश्चित बजार पनि चाहिने रहेछ र सेलर अर्थात् विक्रेता पनि चाहिने रहेछ। अब हामीले यसबाट के बुझ्न सकिन्छ त भने कुनै पनि विक्रेताले विभिन्न मूल्यमा निश्चित बजारमा निश्चित समयमा आफूसँग उपलब्ध वस्तुमध्ये बेच्न चाहेको परिमाणलाई के भनिदो रहेछ त आपूर्ति अर्थात् सप्लाई भनिदो रहेछ। अब यहाँनिर विक्रेता को हो त भन्दा जुनेली किराना पसल। त्यस्तै गरी विभिन्न मूल्य भनेको के हो त भन्दा 2400 देखि 2500 सम्म। निश्चित बजार भन्नाले हाम्रो उदाहरणमा कहाँ देखेको थियो भन्दा कपनमा। निश्चित समय भन्नाले कुन समय त आजको समय। उपलब्ध सामान भन्नको मतलब के त 1000 बोरा बासमती चामल र बेच्न चाहेको परिमाण भन्नाले कति बोरा त 400 बोरा हाम्रो उदाहरणमा उपलब्ध छ भनेपछि यो बेच्न चाहेको परिमाण 400 बोरा के हो त भन्दा सप्लाई हो। अब यही कुरालाई फेरि भन्दा The quantity of goods that a seller desires to sell from the available goods at particular time at particular market at various prices is known as supply। भन्नको मतलब निश्चित बजारमा निश्चित समयमा विभिन्न मूल्यमा विक्रेताले उपलब्ध वस्तुहरूमध्येबाट बेच्न चाहेको परिमाण के हो त सप्लाई हो। यहाँनिर सेलर भनेको जुनेली किराना पसल, एभाइलेबल गुड्स भनेको 1000 बोरा बासमती चामल, पार्टिकुलर टाइम भनेको आज, पार्टिकुलर मार्केट भनेको कपन बजार, भेरियस प्राइसेस भनेको 2400 देखि 2500 सम्म हो भने द क्वान्टिटी अफ गुड्स द्याट अ सेलर डिजायर्स टु सेल्स कति छ त भन्दाखेरि 400 बोरा भनेपछि सप्लाई कुन हो त भन्दाखेरि यही 400 बोरा हो र सप्लाई हुन के चाहिने रहेछ त भन्दा डिजायर र एबिलिटी दुवै हुनु पर्दो रहेछ। जस्तो जुनेली किराना पसलले आज लोकल बासमती चामल 1000 बोरा उपलब्ध मध्ये 400 बोरा मात्र बेच्न चाहन्छ कपनमा भने आपूर्ति अर्थात् सप्लाई कति हो त भन्दाखेरि 400 बोरा हो भनेपछि अब हामीले यहाँबाट के बुझ्नु पर्यो त भन्दाखेरि एभाइलेबल गुड्स मध्ये सेलरले कति गुड्स बेच्ने डिजायर गर्छ त्यो पनि कहाँ त पार्टिकुलर टाइममा, पार्टिकुलर मार्केटमा, त्यो पनि भेरियस प्राइसेसमा भने त्यो के हो त सप्लाई हो। अर्थात् उपलब्ध वस्तुमध्ये विक्रेताले निश्चित समय, बजार र विविध मूल्यमा कति परिमाणमा सामान बेच्न चाहन्छ भने त्यो के हो त भन्दाखेरि सप्लाई हो। यो त थियो साथीहरु सप्लाई अर्थात् आपूर्तिको भनेको के हो त्यसको बारेमा हामीले डिस्कस गर्यौं।
र साथीहरू, तपाईहरुले बुझ्नु नै भयो होला। अब अर्को भिडियोमा भेटौँला। हस्त, बाइ बाइ।